मुसाले खोलेर यस्तो पालहरु पारे खोरमा बाल्नको लागि हेर्नुस् पसिना। हेलो एभ्रिवान, वेलकम छ हजुरलाई मेरो युट्युब च्यानलमा। आयो हजुरहरु सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम आरामै छौं। अनि हामी चाहिँ खोरमा आएको छौं सफा गर्नलाई। हामीले चाहिँ यहाँ कुकुर हाल्न लागेको छौं। अनि यहाँ चाहिँ मुसाले यस्तो पारेको छ, देख्न सक्नुहुन्छ। हामीले चाहिँ अस्ति लिपेर छोडेको थियौं। अनि यहाँ चाहिँ बढानै भएको छ, देख्न सक्नुहुन्छ। यहाँ मुसाले खोलेर यस्तो पालहरु पारेको छ, देख्न सक्नुहुन्छ। पाल घप्प पाल पारेको छ। अनि हामी चाहिँ यहाँ सब सफा गर्छौं। अनि हाम्रो चाहिँ यहाँ छ दाना राख्ने कोठा। अनि हामीले चाहिँ अहिले बाहिर यहाँ झारहरू पनि उकाउने छौं। अहिले हजुरहरूले हेर्दै गर्नु होला लास्टसम्म। गाइस हामीले बडाले भ्याइसकेका छौं। पसिना हेर्नुस् त गाइस, यता हेर्नुस् पसिना हाम्रो बुढीको। देख्नुभयो गाइस पसिना। अझ यहाँको त मैले फालेको लगाइछ। अनि हामीले चाहिँ त्यहाँदेखि यहाँबाट बुढाबुढीले बढाएर यहाँ ठुपारेको छौं। ए भगवान, यता हेर्नुहोस् त गाइस पसिना। गाइस हामीले चाहिँ यो झाडु उखाल्न लागेको देख्न सक्नुहुन्छ। अब हामी चाहिँ उखाल्छौँ। म चाहिँ यता क्यामेरा बसाल्छु अनि हजुरहरू चाहिँ हेर्दै गर्नु ल गाइस। सो गाइस हामीले चाहिँ यहाँ सबै झाडु उकाएर सक्यौँ। हामीले चाहिँ यहाँ ठुपारेको छौँ। हामीले चाहिँ यहाँसम्म चाहिँ उकायौँ। एउटा पात चाहिँ भोलि देखाउँछौँ, हजुरहरूले देख्न सक्नुहुन्छ। यता चाहिँ हुनुहुन्छ मेरो बुढा। हेलो गर्नु बुढा। हेलो हेलो। अनि म यहाँ छु गाइस। अनि हामीले चाहिँ यहाँदेखि त्यहाँ पारिसम्म चाहिँ उकाएको छौँ। अनि त्यहाँदेखि उठाएर अनि यता चाहिँ भोलि उकाउँछौँ हामीले। अनि यहाँ चाहिँ हाम्रो ठुपारेको छौँ। अनि यो चाहिँ किन नउकाएको भन्नुहुन्छ होला। यो उकाउँदा चाहिँ मैले यहाँ उकाएको पुरै यहाँ यस्तो बन्नै गाह्रै भड्किन लाग्छ, त्यही भएर मैले नउकाएको। अनि यो फुल चाहिँ यत्तिकै ज्वरो गाडेको छ, त्यही भएर उकाउन नसकेर मैले यहीँ छोडिदिएको। त्यहाँनिर थुपारेको छौँ हामीले घाँस। अब हामी लाग्छौँ घरतिर। उता चाहिँ हाम्रो भोगटे छ गाइस। पछि भोगटे खाने बेलामा हामी हजुरलाई देखाउँछौँ। मेरो बुढा जाम हामी गएको ल गाइस। हामीले चाहिँ यहाँ अगाडि गराएको थियौँ नि गाइस, देख्न सक्नुहुन्छ भिडियो। अगाडिको भिडियो त्योमा चाहिँ यो स्ट्यान्ड लाएर गरेको थियौँ है। अनि पुरा उचाल्नुहोस्। हामी चाहिँ लागेको यता चाहिँ भोलि उकाउँछौँ ल गाइस। हजुरहरूले भोलिको भिडियोमा नि हेरिदिनु होला। यहाँ बाटोमा कस्तो सिस्नाहरू छ क्या, सिस्नाहरू छ। फाल्ने छ, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि यहाँ बाटोमा नि यस्तो भएको छ गाइस, पुरै हरियो हरियो भएको छ। अनि कति बेला हिँड्दाखेरि सापले ठ्याङ्ग पारेको कुनै थाहा हुन्न। यतातिर चाहिँ हाम्रो मकै यस्तो भइसकेको छ। यो चाहिँ हाम्रो होइन, उता आन्टीहरूको हो। हाम्रो घरको नजिक चाहिँ हो। यो हो गाइस हाम्रो खोर। अनि हाम्रो कुखुरा खाने भएपछि हजुरहरूलाई पनि दिन्छौँ ल, आउनु होला। उता चाहिँ हाम्रो घर छ ल गाइस। यो चाहिँ हामीले अर्को 200 कुखुरा पालेको छ। यता चाहिँ गाउँ छ। अहिले मकै भएर देखेको छैन ल गाइस। हामी चाहिँ घर लागेको। यस्तो थकै लाग्ने रहेछ हिँड्दाखेरि। बोलिस् त हेर्नु गाइस। यतातिर चाहिँ हाम्रो माइटतिर चाहिँ कुरो लगाउनौँ हामीले। यतातिर चाहिँ कस्तो राम्रो कुरो लगाउनुहुन्छ क्या। अनि हामीले चाहिँ लगाएको छैनौँ है। हामीले चाहिँ लगाउनौँ। हामी पछि दसैँ तिहारमा दसैँ मानेर अनि हामी तिहारमा चाहिँ माइत गयौँ भने माइतको भिडियो पनि हेर्नु होला। रमाइलो हुनेछ, एकदम इन्ट्रेस्टिङ हुनेछ हाम्रो भिडियो। मैले चाहिँ मेरो सबै साथीहरूलाई पनि देखाउँछु। हजुरहरूले साथ सपोर्ट दिइराख्नु होला। यता माथि चाहिँ छ है गाइस हाम्रो कुखुरा। अनि यो चाहिँ हाम्रो रुम हो है। यस्तोमा नि के सुतेको भन्नुहुन्छ होला। बाहिरबाट जस्तो भयो नि, यहाँभित्र चाहिँ एकदम स्वर्ग छ है, स्वर्ग। हात गले हामी चाहिँ घर आइपुग्यौँ। घर आइपुगेको छौँ गाइस। यता हेर्नु हाम्रो कुखुरा यता छ ल गाइस। आइसक्यौँ हामी घर। हाम्रो त्यहाँ खोर, उता खोरमा चाहिँ कुकुर थियो, मर्यो ल गाइस। हाम्रो कुकुर चाहिँ बिराम भएर। अनि यता हाम्रो घर आयौँ। यो घर यता
हामी चाहिँ घर आइपुगिसक्यौँ गाइज यता हाम्रो अझै चाहिँ हामीले कुरेर बस्नुभएको छ हाई भन्नुहोस् अझै हाई भन्नुहोस् यसरी हाई ल अझै चाहिँ हाम्रो भिडियोमा आइसक्नु भएको छ यहाँ देख्न सक्नुहुन्छ खुर्सानी यता सब फुल ती दसैँ तिहारमा आउँदै यहाँ मेरो फुल फुलिसकेको छ यता छ काँक्रो कति घाम हो गाइज सो गाइज हामी चाहिँ तलबाट काम गरेर पनि आएर अनि च्यालेन्जहरू गऱ्यौँ च्यालेन्ज भिडियोहरू अनि हामी चाहिँ खानासाना पकाएर अनि खाएर ओरि सुत्न लागेको हेर्नु न गाइज मेरो छोरी आम्मै सो थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई